आमा यो ठाडै भिरबाट त्यो कहाँ गाउँ रहेछ नि माथि है यता त ढुङ्गा पनि झर्दो रहेछ माथि माथिबाट खतरा पो रहेछ बाटो त तपाईँ त आँखा चिम्म गर्नु म चस्मा छ नि त नत्र भाइजर फेरि लगाउँछु डबल हुन्छ ए मेरो त्यो सासै फेर्न अब मुस्किल हो नि खालको तामा खानी अब यहाँ तामा खानी छ डढेर लागेपछि त्यो काठहरू त्यो डढेर भाँचेर टुक्रा जति रोडमा झर्दो रहेछ है के हो त यो त धामी बस्या जत्तिकै छ त यहाँ त ओहो आँखा चिम्म गरेर बस्नु है म खुत्तै कटाउँछु यसलाई ओहो आँखा पिरो हुँदो रहेछ कुनामा फेरि उताबाट गाडी आउँछ नि त ओहो गाडी हेर्न गाह्रो हुँदो रहेछ त भाइजर लाउँदा पनि यस्तो छ तातो आएको थियो त है सास कस्तो फेर्न गाह्रो हुँदो रहेछ त्यसोमा